वर्ण समूह, अर्थ समूह, रस समूह, छन्द समूह र मङ्गल कल्याणका कर्ता उत्पत्ति गर्ने भएका श्री सरस्वती र श्री गणेशजीलाई म तुलसीदास नमस्कार गर्छु। जुन बिना जो दुई नहुन्जेल सिद्धहरू पनि आफ्ना अन्तःकरणमा रहेका ईश्वरलाई देख्न पाउँदैन, त्यस्ता श्रद्धा र विश्वासहरू भएका पार्वती र शङ्करलाई म नमस्कार गर्दछु। जसको आश्रय पाउनले कुटिल टेढो भएको चन्द्रमा पनि जगतभरमा नमस्कार गरिएको छ, ती ज्ञानमय अविनाशी जगत गुरु भगवान शङ्करलाई अभिवादन गर्दछु, ढोग दिन्छु। जनक नन्दिन र दशरथ नन्दन श्रीराम यी दुईजनाका गुणको समूह नै अन्तःकरण निर्मल गराई अनेकानेक पाप हटाउने पवित्र वन हो। त्यही वनमा मात्र विहार गर्ने रहँदा शुद्ध ज्ञान स्वरूप जीवन मुक्त भएका कविश्वर आदिकवि वाल्मीकि र कपिश्वर बानरपति श्री हनुमानजीलाई म प्रणाम गर्दछु। सृष्टि स्थिति प्रलय गर्ने, सम्पूर्ण क्लेश दुःख हर्ने, सम्पूर्ण कल्याण दिने श्रीराम वल्लभ रामकी प्रियतमा सीताजीलाई म नमस्कार गर्दछु। सम्पूर्ण संसार र ब्रह्मादि देवता दैत्यहरू जसकी माया शक्तिका बसले रहेका छन्, जसका सत्ताका प्रभावले यी मिथ्या जगत डोरीका सत्ताले भ्रान्तिगोचर भएको, भ्रमले भासमान भएको, वास्तवमा मिथ्या ठहरिने सर्वजै साँच्चै भासमान भइरहेको छ। संसार सागरको पार पुग्न चाहने मुमुक्षुहरूका निमित्त जसका चरण कमल केवल नौका नाउ स्वरूप छन् भनी सिद्धान्त निश्चय भएको छ, त्यस्ता कार्य कारण भावदेखि पर रहेका राम यो नामले प्रख्यात भएका योगीजनहरूले समाधि सिद्धि भएपछि आनन्दमय भई रमाउने स्थान स्वरूप सर्व जगतपति, सर्व पापहारी, सर्व दुःखहारी परमेश्वरलाई म नमस्कार गर्दछु। आफ्ना चित्तको आनन्दमा निमित्त तुलसीदास अनेक पुराण वेद शास्त्रहरूले मन्जुर गरिएका, मानिएको र रामायणमा बताइएको र कहीँ दुई आफ्नो अनुभवले र शिष्टहरूका सम्प्रदायले किम्वदन्ती ऐतिहार्य प्रमाणले सिद्ध भएको श्रीराम चरित्रलाई एकत्र गरेर अति सुन्दर भाषा ग्रन्थ बनाउँछन्, जसको कारण स्मरण मात्र गर्नाले पनि कार्यसिद्धि हुन्छ, जसको मुख्य मुख हात्तीको जस्तो सुन्दर छ, जो बुद्धिका समरूप छन्, जो सगुणका निवास स्वरूप छन्, ती गणेशजी ममाथि दया गरून्। जसका कृपाले लाटो व्यक्ति पनि बाचल भक्त हुन जान्छ, जसका कृपाले पङ्गु लङ्गडो पनि अग्ला दुई पर्वत चढ्न सक्छन्, सम्पूर्ण कलिकल्मसलाई कलियुगका प्रभावले हुन जाने पाप पुञ्जलाई भस्म पारिदिने दयालु ती भगवान विष्णु मेरा उपर पगलुन दयावान हुन्। नील कमल जस्तो श्याम सुन्दर शरीर भएका, छिपेको लाल कमल जस्ता नजर भएका, क्षीर समुद्रमा शेषनागको शय्या गर्ने ती बुद्धिले सम्झिएका भगवान विष्णु मेरो हृदयमा सदा निवास गरून्। कुन्द पुष्प र चन्द्रमा जस्तो सेत शरीर भएका गिरिराज कुमारसँग विहार गर्ने करुणानिधान श्री मथन कामदेवलाई भस्म पार्ने शङ्करजी यो दिन दुखीका उपर स्नेह गरून्। जसको वचन महामोह रूपी अन्धकार समूहमा सूर्य किरण स्वरूप छ, सूर्य किरणले तम हटाए झैँ महामोह हटाउँछ, ती करुणा सागर मनुष्य मूर्ति विष्णु स्वरूप गुरु श्रीरामजीका चरणलाई प्रणाम गर्दछु। महात्मा तुलसीदासका गुरु नरसिंहदास हुन्, संस्कृतमा सिंहलाई पनि हरि भन्दछन्, नररूप हरिको नरसिंहको चरण कमललाई प्रणाम गर्दछु। यस्तो गुप्त रीतिले गुरु वन्दना गरेको पनि बुझिन्छ। सुन्दर र सुगन्धित रसिला अनुराग भक्ति रस पैदा गर्ने गुरुका चरण कमलका पराग धुलाको वन्दना गर्दछु। जो गुरु चरण कमल पराग चूर्ण अति असल छ, किनभने त्यो अमृत पीयूष र मोक्षको जरो मूल कारण हो। त्यसले संसार सम्बन्धी सबै रोगका, आध्यात्मिक आदि दैविक आदि भौतिक तापका परिवार सन्तानहरूलाई शान्त गराइदिन्छन्, हटाउँछन्। त्यो गुरु चरण कमल परागको सुन्दर शङ्करजीका साथमा लागेको विभूति भस्म तुल्य छ, त्यसको असल मङ्गल र आनन्द पैदा गर्छ। त्यो चूर्णले मानिसका मन रूपी दर्पणको मल पैदा हरण गर्दछ। त्यो चूर्णको तिलक टीका लाउने भक्त शिष्य मानिसले गुण गणलाई बस पार्ने हुनाले त्यो चूर्ण वशीकरण चूर्ण हो। गुरुका पाउका नख रूपी मणि समूहको ज्योति तेज अरू तेज भन्दा विलक्षण शक्तिशाली छ र त्यसमा ध्यान दिँदै सम्झने मानिसका हृदयमा दिव्य दृष्टि र ज्ञानमय प्रकाश पैदा हुन्छ।
त्यो गुरु पदन खम शनि ज्योति सूर्य जस्तो प्रकाश मान्छ र मोहरूपी तमलाई नष्ट गर्छ। त्यो वस्तु जसका हृदयमा रहन्छ त्यो मानिस बडो भाग्यवान बडो हो। त्यो गुरु पद मखमणि ज्योति उदाउँदा हृदयको निर्मल क्षेत्र ज्ञान चक्षु उम्रन्छ। संसार रूपी रात्रिको अज्ञान आनन्दकारी रूपी दोष खरानिवा जन्म जरा मरण रूपी दुःख मेटिन्छ। फेरि त्यो ज्योतिका प्रभावले गुप्त रहेका र प्रकट रहेका जहाँ जो हुन खानीबाट घान पैदा भएका रामचरित्र रूपी मणिमाणिका छन् ती सबै झलमल देखिन पाउँछन्। जस्तै सिद्धजन मन्त्र सिद्धले जगाएको गाजल आँखामा लाएर साधक निधि दर्शन आदि सिद्धि भएको मानिस ज्ञानवान भएर पर्वत वन समभूमि जहाँ तहीको खानी आश्चर्यपूर्ण भएर देख्दछ। त्यस्तै गुरु पद नखमणि ज्योति उदाएको मानिस जुन जुन ठाउँमा जुन जुन गुप्त अथवा प्रकट रहेका रामचरित्र रूपी मणि माणिक्य छन् ती सबैलाई झलमल्ल देख्दछ। गुरुका चरण कमलको रज धुलो मृदु मुलायम नबिजाउने र राम्रो अञ्जनै जस्तो दृष्टि आँखा ज्ञानका सम्पूर्ण दोषलाई हटाउने नयनामृत हो। त्यसैका सेवनले विवेक क्षण रूपी नेत्रलाई निर्मल पारेर संसार दुःख छुटाउने रामचरित्रको वर्णन गर्दछु। जो मोह अज्ञानबाट पैदा भएका सब सन्देहलाई हरण गर्ने ब्रह्माण्डका चरणलाई स्वर्गीय देवता र गुरुको वन्दना गरिसकेपछि अरू वन्दनीय जन भन्दा पहिले वन्दना गर्छु। सम्पूर्ण सहुनाका खानी स्वरूप भएको सज्जन वर्गलाई प्रेमका साथ मधुर वचनले प्रणाम गर्दछु। सज्जनको चरित्र कपास जस्तो असल हुन्छ किनभने जसको फल परिणाम र फल निरस संसार सुख विमुख र रुखा भएर पनि विशद स्वच्छ र सेतो भइकन गुणमय हितकारक र धागो स्वरूप हुन्छ। जो कपास तुल्य भएको सज्जन वर्ग दुःख सहेर पनि अर्काको छिद्र गोप्य अङ्क र बिग्रने मौका ढाकिदिन्छन् जसले दुनियाँमा तारिफ गर्न लायक भएको कीर्ति पाएको छ। सन्तहरूको समाज आनन्द र मङ्गल यी दुई पदार्थको मिश्रणले बनेको हुन्छ। मानौ त्यो समाज दुनियाँभरमा हिँड्ने तीर्थराज प्रयागको जहाँ राम भक्ति रूपी भागीरथीको धारा ब्रह्मा विचार ब्रह्मा प्रचार रूपी सरस्वतीको धारा कलिमल हरण गर्ने विधिमय विहीन यो गर्नु भनी बताइएका निषेधमय यो नगर्नु भनी बताइएका कार्यका कथा रूपी रवि नन्दनी यमुनाको धारा वर्णन गरिन्छ। श्रवण मात्रले सकल आनन्द दिने र कल्याण गर्ने हरिहरको कथा रूपी बेणी तीन नदीको सङ्गम विराजमान छ। एकै ठाउँमा डुलिरहने तीर्थराज भन्दा यत्र तत्र हिँडेर लोकोपकार गर्ने सन्त समाज रूपी तीर्थराज सेवनीय छ। सन्त समाज रूपी तीर्थराज प्रयागमा दृढ विश्वास रूपी अक्षयबाट रहन्छ। त्यो वट वृक्षको निश्चलपना स्वधर्म हो। त्यो तीर्थराजको समाज यात्रीगण सुकर्म पुण्य कर्म हुन्। त्यो तीर्थराज सबैलाई सबै दिन सबै ठाउँमा सुलभ छ। त्यसको सादर सेवाले सबै क्लेश शान्त हुन्छन्। त्यो सन्त समाज रूपी तीर्थराज अकथनीय वर्णन गर्न सकिँदैन र अलौकिक अपूर्व अति ठुलो छ। प्रकट प्रभाव स्पष्ट शक्ति भएको त्यो तीर्थराज तत्काल फलदायक छ। सज्जनहरू यो सन्त समाज रूपी प्रयागको महात्म्य प्रभाव सुनेर त्यसको मर्म बुझ्दछन् र प्रसन्न हुन्छन् अनि खुब प्रेमका साथ त्यस प्रयागमा गोता लगाउँछन्। साधु वर्गमा मिलित हुन्छन्। तिनीहरू अक्षय तनु भएर देहपात्र दुवै यही जन्ममा धर्म अर्थ काम मोक्ष यी चार फल पाउँछन्। सन्त समाज रूपी तीर्थराजमा मञ्जन गोता लाउने कामको फल तत्काल देखिन्छ। के भने त्यहाँ मञ्जन गर्नाले काग पनि कोइली हुन्छ, बकुल पनि हंस हुन्छ। यो
कुरा सुनेर कसैले पनि आश्चर्य नमान्नु, किनभने सत्सङ्गको प्रभाव छिपेको छैन। वाल्मीकि, नारद, अगस्त्य यिनले आफ्ना आफ्ना मुखले आफ्नो उत्पत्ति बताएका छन्। तेस्रो जन्मेको त्यो उच्च अवस्था सत्कर्म सत्सर्गमा प्रभावले नै भएको हो। फेरि जलचर, स्थलचर, नभस्वर, जड चेतन अनेक प्रकारका जति जीव छन् संसारमा, ती जीवले जहिले जुन उपायले जति जहाँ जो मति बुद्धि कीर्ति र यस गति सद्गति भूति ऐश्वर्य भलाइ कल्याण पाए तिनै जीव सत्सङ्गको प्रभावलाई ठिक ठिक जान्दछन्। लोक र वेदमा अर्को मति कीर्ति प्रवृत्ति प्राप्त गराउने उपाय छैन। बिना सत्सङ्ग ज्ञान विवेक हुँदैन। त्यो सत्सङ्ग रामजीको कृपा बिना सुलभ सजिलैसित पाइने हुँदैन। त्यो पाइने हुँदैन। त्यो सत्सङ्ग आनन्द र कल्याण रूपी वृक्षको मूल जरो हो। त्यो सत्सङ्गति रूपी मूल हुने आनन्द कल्याण रूपी वृक्ष तप स्वाध्याय यज्ञ ध्यान दान इत्यादि साधन मूल स्वरूप हुन्। मोक्ष र सिद्धि त्यस वृक्षका फल हुन्। सत्सङ्गति पाएर दुर्जन पनि सुध्रन्छ सप्रन्छ। कुधातु फलाम पारस स्पर्श मणिलाई छुँदा शोभायमान हुन्छ सुवर्ण बन्दछ। दैव संयोगले सञ्जालहरू सज्जनहरूको सङ्गमा परे पनि सर्पका फणाका मणि जस्तै भई आफ्नो स्वाभाविक गुण तिनले छाड्दैनन्। सर्पका विषको संसर्ग भए पनि फणाका मणिले विषयको स्वभाव लिएको हुँदैन। ब्रह्माजी विष्णु भगवान शङ्करजी कवि विद्वान यिनीहरू र खास सरस्वतीजी पनि साधु सज्जनको महिमालाई सङ्कोचर मानेर बताउँछन्। निर्धक्क भएर यति हो यस्तै हो। साधुको महिमा भन्न नसक्ने हुनाले साधुको महिमा बताउनु पर्दा सङ्कोच मान्दछन्। त्यो साधु महिमाबाट बयान गर्न कसरी सकिँदैन भने जसरी सागपात बेच्दै पसलेबाट हिरा पन्ना मणिको प्रवृत्ति मणिहरूको गुण बयान गर्न सकिँदैन, त्यसै गरी बिचरा आलुभन्दा प्रवृत्तिको चर्चाले जिन्दगी बिताउने पसले हिरा पन्नाहरूको गुण के जानोस् र बताओस्। म अब समान चित्त समान दृष्टि भएका कसैको पर पनि शत्रु र मित्र मात्र नगर्ने सन्तलाई वन्दना गर्दछु। जो सन्त दाहिने बायाँ दुवै दानलाई सुगन्धित पार्ने हातलाई सुगन्धित पार्ने अञ्जलीमा रहेका असल फुल जस्ता हुन्छन्। अञ्जलीमा रहेको खुसबुदार खुब बास्ना हुने फुल दुवै हातलाई समभावले सुगन्धित गर्छ। यो हात मलाई बोटबाट चोडेर ल्याउने शत्रु हो। यो हात मलाई ईश्वरार्पण गर्ने मित्र हो। यो हात मलमूत्र बेहोर्ने सुकर्ममा मलिएको अदम हो। सुकर्ममा नलिएको अदम हो। यो हात शुभ कर्ममा अघि सर्ने उत्तम हो। यस्तो भेदभाव हुँदैन। यस्ता सन्त साधु समदृष्टि भएर पनि सरल चित्त छल कपट चित्तमा नहुने र जगतका हितकारक हुन्छन्। तिनीहरू मेरो स्वभावले स्नेह स्वगत प्रेम बुझेर बालक अज्ञान मेरो विनय बिन्ती सुनेर कृपापूर्वक मलाई रामचरण रति रामजीका चरण कमल युगलमा प्रेम दिउन्, यस्तो प्रार्थना गर्दछु।